म कुवेत बसेको पनि कति छिटो 4 वर्ष हुनु लागेछ कि। कस्तो समय कति छिटो जाने के केही थाहा नहुने है। कति चाँडै बितेको जस्तो लाग्ने क्या। अनि मलाई चाहिँ साथीहरू अनि बहिनीहरूले होइन कतिले प्रायः जस्तो मान्छेहरूले सोधिरहेको हुन्छ नि त। म पनि कुवेत आउनु लागेको। अनि मैले चाहिँ सामानहरू के लिएर आउँदा हुन्छ कपडाहरू भन्छ नि त। अनि म चाहिँ सामानहरू भन्दाखेरि पनि पहिलो कुरा चाहिँ म के भन्न चाहन्छु भने नि आफूलाई एकदम बढी साथी बनाएर आउनुहोस् कि। किनभने होइन नेपालमा सोचेको जस्तो विदेश चाहिँ कहिले पनि हुँदैन। सामानहरू त सबै कुरा यता पाउँछ होइन, तर आफूलाई साथ सपोर्ट भन्ने केही पनि हुँदैन कि सोचेको जस्तो कहिले पनि हुँदैन होइन। अनि त्यही भएर म चाहिँ के भन्छु भने आफूलाई एकदम बढी स्ट्रङ बनाएर आउने होइन, आफ्नो माइन्ड एकदम सेट गर्ने, आफ्नो माइन्डलाई एकदम स्ट्रङ बनाएर आउनु होइन। अनि किनभने यहाँनिर होइन हरेक कुरा आफूले सोचेको जस्तो कहिले पनि हुँदैन होइन। अनि म चाहिँ मेरो 4 वर्षको एक्सपिरियन्स सुनाइरहेको छु के साथीहरू। अनि होइन अनि अलरेडी नै आफ्नो माइन्डलाई सेट गर्यो भने चाहिँ के भोलिको दिनमा कसैबाट धोका कसैबाट होइन आफूले सोचेको जस्तो भएन भने पनि त्यस्तो फरक पर्दैन कि। त्यही भएर आफ्नो माइन्ड चाहिँ एकदम बढी सेट। अनि हामीले आफ्नो माइन्ड चाहिँ होइन सुरुमै सेट गरेको छ भने चाहिँ भोलिको दिनमा त्यस्तो गाह्रो हुँदैन कि दुःख परे तापनि होइन। अनि विदेश आउँदाखेरि चाहिँ धेरै हाई एक्सपेक्टेसन चाहिँ नराख्नु होला। किनभने अब कति त हामीले होइन वाउ विदेश जाने अनि त्यहाँ चाहिँ रमाइलो हुन्छ होला एकदम इन्जोय हुन्छ होला होइन। किनभने अब हामीले देखिरहेको हुन्छ नि त अरूको भिडियो फोटोहरू होइन। तर त्यस्तो रियालिटीमा चाहिँ कहिले पनि त्यस्तो हुँदैन साथीहरू होइन। आफूले मेहनत गर्नुपर्छ, आफूले हरेक कुरा भोग्नुपर्छ होइन। कहिलेकाहीँ एक्लो फिल हुन्छ, कहिलेकाहीँ कहिलेकाहीँ दुःख पर्छ होइन। अब कहिलेकाहीँ साथीहरू मिल्दैन। अनि त्यस्तै हो कि साथीहरू होइन। जति आफूले राम्रो गर्नु खोजे तापनि कहिलेकाहीँ चाहिँ त्यस्तो हुँदैन कि। अनि त्यही भएर बरु चाहिँ आफूलाई एक्लै साथी बनाउनु होइन। किनभने भोलिको दिनमा रियालिटी हो कि साँच्ची भने मान्छेहरू स्वार्थी हुन्छ। अनि त्यही भएर म चाहिँ मेरो माइन्ड चाहिँ अलरेडी नै प्रिपेयर गरिराखेको हुन्छु क्या म चाहिँ। किनभने भोलिको दिनमा हरेक कुरा मैले भोगेको छु नि त, हरेक कुरा होइन देखेको छु सुनेको छु होइन। कति कुरा आफूले भोगेको छु, कति कुरा आफूले देखेको छु, कति कुरा सुनेको छु। अनि त्यही भएर सो अब म चाहिँ के भन्छु भने बेस्ट चाहिँ आफूलाई होइन आफूलाई नै साथी बनाउनुहोस्। त्यसपछि बल्ल दुनियाँ यता र उता भए पनि त्यस्तो बेसी फरक पर्दैन है। सो नि मैले चाहिँ यो मेरो सामानहरू चाहिँ अस्ति अर्डर गरेको थिएँ। सो मैले चाहिँ आज होइन अनबक्सिङ गरिरहेको छु। अनि यो चाहिँ मैले के अर्डर गरेको मलाई थाहा छैन कि। अब म चाहिँ फेरि भित्र गएर एकचोटि हेर्नुपर्छ क्या यो चाहिँ के हो भनेर। अनि थाहै छैन कि मैले कति धेरै सामानहरू अर्डर गरिराखेको हुन्छु अनि के हो भन्ने कुरै। अनि यो चाहिँ मैले उयो अर्डर गरेको हो कि के भन्छ यसलाई त्यो पेट घटाउने के अरे हो त्यो देखिरहेको थियो कि। अनि त्यही भएर मैले चाहिँ यो अर्डर गरेको थिएँ। अब नेक्स्ट टाइम म ट्राई गर्छु भनेर। अनि मैले चाहिँ यो मेरो भिडियो चाहिँ अस्ति नै मैले बनाइरहेको थिएँ, तर मैले आज भोइस ओभर गरिरहेको छु होइन। किनभने आजभोलि मलाई एकदम अल्छी लाग्छ नि त। अनि त्यही भएर सो अब नेक्स्ट टाइम चाहिँ मैले यो ट्राई गर्छु होइन। अनि त्यही हो साथीहरू है। विदेश चाहिँ साँच्ची भनेको नेपाल जस्तो चाहिँ कहिले पनि हुँदैन कि। न नेपालको जस्तो साथी भेटिन्छ न त नेपाल जस्तो नि हुन्छ। त्यही भएर यहाँ चाहिँ सबै स्वार्थीहरू मात्रै हुन्छ है। अनि तर सबै मान्छेहरू स्वार्थी पनि हुँदैन होइन। तर 100मा 99% चाहिँ एकदम आफ्नो मतलब राख्ने होइन मतलबीहरू नै हुन्छ होइन। तर त्यो बिचमा आफ्नो असल साथी पनि भेटिन्छ होइन। तर एकदम असल साथी भेट्न चाहिँ एकदम गाह्रो हुन्छ कि विदेशमा साथीहरू। त्यही भएर आफू एक्लै रमाउन सिक्नुपर्छ है साथीहरू। अनि म चाहिँ मेरो ड्युटीको लुगाहरू आइरन गरिरहेको छु यसो गफ सुनाउँदै है। अनि मेरो एक्सपिरियन्स पनि सुनाइराखेको के साथीहरू। अनि मैले चाहिँ नि यो निलो कलरको बेडसिट चाहिँ अस्ति मैले सिनबाट अर्डर गरेको थिएँ होइन। अनि मैले चाहिँ कस्तो बिर्सेछु कि यसमा पिलो केस पनि होला भनेर, तर पिलो कभरै थिएन कि। कस्तो रिस उठ्ने कि कति धेरै महँगो थियो क्या साथीहरू। अनि मैले चाहिँ फेरि अर्को एक्स्ट्रा अर्डर गरिरहेको छु होइन। तर बेडसिट ठिकै थियो तर अलिक महँगो थियो क्या। बाहिर चाहिँ
दिन केटीमा त राम्रो आउँथ्यो क्या, तर मलाई चाहिँ यस्तो अल्छी लाग्छ नि त बजार गइराख्न। अनि त्यही भएर मैले अर्डर गरेको थिएँ, खासै राम्रै पाएन कि। अनि म चाहिँ आइरन लगाइदिएको क्या यसो मजाले सेट गराउनुको लागि। अनि त्यही भएर साथीहरू, अनि म चाहिँ छुट्टीको दिन यसो भिडियोहरू बनाउँछु भन्छु कि, तर यस्तो अल्छी लाग्छ कि आजभोलि मलाई एकदम अल्छिनी भएको छु। अनि मैले चाहिँ त्यो ग्रिन कलरको मास्क लगाएँ, त्यसपछि पखालेँ। अनि आज छुट्टीको दिन पनि मैले खासै केही पनि गरेन होइन। अनि आफूलाई यसो अलिअलि छुट्टीको दिनमा चाहिँ स्किन केयरहरू आफूलाई गर्ने कामहरू अनि गरिरहेको के। आफूलाई पनि अलिकति टाइम दिनुहोस्, आफूलाई पनि माया गर्नुहोस् होइन, आफूलाई मन परेको कुराहरू गर्नुहोस्। अनि मलाई चाहिँ फेरि भिडियोहरू बनाउन एकदम मनपर्छ नि त, अनि त्यही भएर म चाहिँ भिडियो बनाउँदै इन्जोय गर्छु होइन। अनि अनि आफूलाई होइन मन परेको कुराहरू गर्दाखेरि आफूलाई कति धेरै आनन्द लाग्छ नि त। किनभने होइन कति धेरै अरूको कुराहरू लिएर होइन स्ट्रेस तनाव लिने, आफूलाई पनि कहिले कहिले त खुसी राख्नु पर्यो नि त होइन, आफूलाई मन परेको कुराहरू गर्नु पर्यो। त्यही हो साथीहरू। अनि होइन सबै कुरा भन्दाखेरि चाहिँ आफूलाई एकदम विश्वास गर्नुहोस्, आफूमाथि भरोसा पर्नुहोस् होइन। अरूमाथि भरोसा पर्यो भने नि फाइदै छैन कि, किनभने एक न एक दिन उनीहरूले भरोसा तोड्छ। त्यही भएर बिलिभ योर सेल्फ एन्ड बी स्ट्रङ भने के। सो साथीहरू मेरो सन्देश चाहिँ यही हो ल। अनि को नयाँ आउँदै हुनुहुन्छ विदेश कुवेत एनी कन्ट्री जाँदै हुनुहुन्छ भने आफूलाई एकदम बढी स्ट्रङ बनाउनुहोस्। सो आजको लागि यति नै।